नमस्कार साथीहरू। ल ल आज हामी पम्प लाउन आयौँ। यस साला के भन्ने नि, यहाँ एउटा पम्प छ, यहाँ सामान छ, यहाँ मेरो अर्सल भाइ छ, यहाँ हेर्न सक्नुहुन्छ पुरा डुबान छ। के भन्ने यार, यसको यो मोटर जला, यसको क्या खाना है क्या? नहीं खाना नहीं है, उड़ादैन अभी। बच्चाहरू सबै यहाँ मरिरहेको, यस्तो गना खाने भन्नु कसलाई के भन्नु। हेर्नु सक्नुहुन्छ, यसको खोल्नुपर्ने पुरा यहाँ टाइल्सहरू बिछाएर गाह्रो छ हो। साउदीमा जिन्दगी साउदीमै जाला जस्तो छ, न काहीँ टेक्ने ठाउँ छ, जुत्ता सुत्ता सबै डुबिजान्छ। क्या चाहिँ खोलेको अरे, यहाँ पसिना पसिना भइसक्यो मान्छे। मिजी सामान लिन जानुभयो, कुछ नहीं खोल्ला यार, पुरा पानीमा डुबायो। यो नेपालमा भएको भए कति काम लाग्थ्यो। आमा परेको अब गयो। यहाँ दुईवटा मोटर हुन्छ कि, एउटा पहिल्यै बिग्रेर उ गरिसकेको रहेछ, हटाएर रहेछ। अनि यो पनि मेकानिसिल गयो कि, मेकानिसिल बनाउने होइन यहाँ पुरा। अब यो युनिभर्सिटी हो, तेरो नयाँ चेन्ज गर्नलाई देखा, कसरी चेन्ज गर्ने, पुरा जुत्ता डुब्छ। यहाँ हेर्न सक्नुहुन्छ परेवाको बच्चा बसिरहेको। ल यस्तोमा पैदा गरेर छोड्दाखेरि पाल्नु सक्दैनन्, किन पैदा गर्ने हो। बिजोग छ आज, हेर्न सक्नुहुन्छ। घाम लाहा त्यस्तै टनपुर। ल बाहिरको भ्यूज हेर्नुहोस्, यस्तो गना खाने कसलाई के भन्नु छ। पैसा कमाउनु गाह्रो छ हामीलाई। ल हेर्न सक्नुहुन्छ, म अझै अगाडि देखाउँछु। एउटा साथी तल, यो सम्झिँदा त के गर्ने, घरमै बस्नु जस्तो लाग्छ। ऋणले गर्दाखेरि परदेशिनु परेको सबै नेपालीहरू। यहाँ हेर्न सक्नुहुन्छ, यस्तो यस्तो सिल्लम के भन्छ हाम्रो यहाँ सिल्लम भन्छ। सिडी ल्याउने, तेरो सिडीबाट चढ्नुपर्छ। यस्तो सिडी चढ्दाखेरि मेरो मिजुको खुट्टा भाँचिएको चिप्लेर, यस्तो डेन्जर छ नि। अख्तर म चाहिँ एउटा साथी तल, हाई गर, भिडियो बनाएर हाई गर। अच्छा अंदर रह के भी पसीने पसीने हो रहा है। पानी कहाँ है, पानी दो एक छोटा। यस्तो सिडीहरू चढ्ने गाह्रो छ हो। ल हामीले काम गर्ने यो स्क्यान भन्ने डक्टरहरूको बिल्ला हो कि। यहाँ 28-29 क्या म चाहिँ होइन कैसे काम गरेगा यार। यस्तो गर्मी छ नि अहिले। इधर कितना टाइम हो गया, लगभग यहाँ कति 11-12 बज्यो होला। लास्टै गर्मी छ साथीहरू, के भन्ने। यस्तो बनाएर राख, मास्क पनि ल्याएन निजुलाई, खै मास्क पनि ल्याउने भनेर पठाउँछु। साथीहरू जिन्दगी साउदीमा 5 साल त बित्न लाग्यो। थाहा छैन कति पर्छ पनि। घर पनि जानु पाएन, घरकोले नै अब माया मारिसकेर छोरो परदेशै बस्छ भनेर। आज यार बेलचा लेके गर्नु पडेगा।